गाइज म चाहिँ आज मेरो प्यारो भेनालाई भेट्न आएको होइन। भेना कहिले आउनु काठमाडौँबाट? हिजो बेलुका पुग्यो। हिजो बेलुका? अनि तपाईँ त दुर्गा प्रसाईको आन्दोलनमा जानुभएको, अनि हात त लास्टै बोधी खानुभएछ त। पुलिसहरूले भाटा हानेर यस्तो गर्छु टाङ्गी बनाउँछु यता गर्छु टाङ्गा बनाउँछु दुर्गा प्रसाई मलाई भागिहाल्यो नि। सबैको कता कता गयो कता कता गयो लास्टमा त धुलो बनायो नि। अन्त ढाडमा पनि यहाँ पनि छ यहाँ 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 यत्रो चिज सुँगो उठेको छ यहाँ। मगर नि हो गाइज हाम्रो चाहिँ अबदेखि उहाँ चाहिँ नजानु है, प्योर राजावादी हो। म पनि हुन त राजावादी हो। म चाहिँ अलि गइनँ अहिले। हामी चाहिँ नारगरसम्म गइयो। भेनालाई चाहिँ बोधी जो खानु रहेछ, बोधी खानुभएछ। झन् कसो टाउको फुटेन यस्तो गरेर यसमा 2-3 लट्ठी लाग्यो हो। ल ठिकै छ, मलाई भेट्न आउनुपर्छ। अहिले भर्खर आउनुपर्छ हाम्रो गाडी गाडी नदेखि यता छ भर्खर आउनुपर्छ। अनि हिजो बेलुका आयो त्यतिखेरको हाल हामी यहाँ बुटल छौँ। भेना चाहिँ साह्रै पीडित हुनुभएछ बिचरा, बोधी खानुभएछ। राजावादीको आन्दोलनमा जानुभएको, उहाँले प्रचण्डको लट्ठी खानुभएछ। प्रचण्ड होइन पुलिसहरू ए हो। ल भिडन त भयो ल भाइ अरू केही छ भन्नु? छैन अरू केही छैन। दुर्गा प्रसाईलाई केही सन्देश दिन छ भने भन्नु। दुर्गा प्रसाई जहाँ भयो भने नलुक्नुहोस्, बाहिर निक्लिनुहोस् भन्न चाहन्छु। ल तपाईँको कार्यकर्ता हो उहाँ, हातैचोटि देखाइदिनु। दुर्गा प्रसाईको कार्यकर्ता होइन। ठिक छ, म पनि सपोर्टर त हो होइन। देशको लागि राम्रो गर्ने मान्छे र सधैँ भलो हुन्छ। यही हो ल भन्दै भेनाको ठिक हो साथ भन्ने शुभकामना दिन चाहन्छु। जय राष्ट्रवाद, जय दुर्गा प्रसाई।